हेलो गाइज वेलकम। केटीहरूले करेन्ट चाउचाउ किन खान्छन् कि आखिर किन खान्छन् केटीहरूले करेन्ट चाउचाउ आज हामी हेर्छौँ। हामी चाहिँ करेन्ट चाउचाउ लगिसक्यौँ। केटीहरूले करेन्ट चाउचाउ चाहिँ किन खान्छन् है, के छ यसमा रहस्य आज हामी टेस्ट गर्न गइरहेको छौँ। ल केटीहरूले किन खान्छन्, तैँले खान्छस् किन अहिलेसम्म, अनि कस्तो हुन्छ ए किन खाँदो रहेछ आज हामी खाएर चेक गर्छौँ है, हुन्छ कि हुन्न। हजुरले अहिलेसम्म खानुपर्छ कि नै, अहिले खानु भएन, पिरो मात्रै हुन्छ। पिरो मात्रै हुन्छ। ल आज म पकाएर खुवाउनेवाला छु मेरो घरमा, हेर भाइ गाइस। ल म दिनु नि तँलाई करेन्ट चाउचाउ। आगे लाता तो खाने पाउनेस्। ल यस्तरी उमाल्नु पर्दो रहेछ 10-15 मिनट। यहीँ अड्किएको त भइगयो त, यहाँ खस्यो गाइस। यो खसेको चाहिँ के सबर गरो। पिरो छ? पिरो छैन? केही पनि पिरो छैन? केही पिरो छैन अरे यसलाई, केही पिरो छैन। पिरो छ। उम्ल्यो एकछिन उम्लिनु दिनुपर्छ। उम्ल्यो। करेन्ट चाउचाउ खाने? हजुर करेन्ट चाउचाउ खाने कि नखाने? अभी मजा आएगा ना भिडो। के गर्ने भन्नु त? करेन्ट चाउचाउ कराईमा फ्राई गर्ने करेन्ट चाउचाउ। कराई फ्राई गर्छ नानी? होइन त्यो तातो पानी खाल्ने अनि सुपहरू हाल्ने भयो। कराईमा खाने रे। अब यसलाई हामी सुप यो तातो पानी फालेर पो मोलेर खाने होइन नानी? अभी मजा आएगा ना भिडो। ल यो भइसक्यो। यसमा चाहिँ खोप्लापै हाल्ने, यसरी हेर्न सक्नुहुन्छ तपाईँहरू। यसरी खोप्लाकै हाल्नुपर्छ है। यसमा हालिसक्यो हामीले। अब नानी सुप्ल्या ल सुप्ल्या सो सब सब हाल्ने। पिरोले के भयो भने के गर्छ? अनि मुखेल टोकेर हाल्ने के यो हाल्ने। यो केटीहरूले धेरै खान लागेको यो चाउचाउ किन खाँदो रहेछ नि त, हामी पनि खाउन। असर गर्छ गर्दैन त्यो थाहा भएन। अब आज चाहिँ हामी अब यहाँ नानी हाल सबै हाल। काट त पेन्सिल काट काट्न पनि आउनु होइन। यस्ता दाँतले रोकिने ल झन् नेपाली हो नि हामी, दाँतले रोकिदियो भने यो भने। ल खालि चम्चा ल्या मम्मी उदिनु, चम्चा दिनु त दिनु न। अब काँडा चम्चाले घोल्ने। ल बो चटपटे ले लो, चटपटे ले। रहा नहीं जाता, तड़प ही ऐसी है ना। लो चटपटे ले लो, चटपटे। करेन्ट चाउचाउ यही हो। केटीहरू यही खान्छन् नि त करेन्ट चाउचाउ होइन। किन खाँदो रहेछन् केटीहरू? नानी गोल सबै पुरा पेल, पुरा दिएन, पुरा घुमा। गाडी हो गाडी, स्ट्रिङ घुमा पुरै घुमा, पुरै रातो गरेर रातो घुमाइस्। भयो करेन्ट चाउचाउ रेडी भयो। फाइनली रेडी भयो करेन्ट चाउचाउ। अब यहाँ करेन्ट चाउचाउ हाल नानी, हाल करेन्ट हाल, सबले हाल त हाल। त्यत्तिकै गर्नुहुन्छ
यहाँ बसेर खा छपक्क बसेर खा खा नहीं खा खा वो अलग ही लेवल का बंदा था हेर्न बाँचेन मान्छेहरू तेरोको खानामा खाने होइन के मैले सुन यदि खाने होइन ल छोड्नु बिचराको त खानु न खानु खान्ची छोड्नु न खान्ची त्यतिकै धेरै खान दिनु न मैले खाने होइन छोराको पिरो खानु न यदि खाने हुन्छ धेरै खानुहुन्न कि ए बच्चा भएको मान्छे धेरै खानुहुन्न कि कस्तो स्ट्रोमक के हुन्छ बच्चा पेटभित्र अनि बच्चाले पनि करेन्ट आउँछ खाने हाम्रो आन्टीको पहिला खायो कस्तो छ फर्स्ट टाइम करेन्ट चाउचो एक्सपिरियन्स कस्तो लाग्यो पिरो पिरो खान्न खान्न को खाने गाई आउनु है ल मेरो घरमा ल कस्तो लाग्यो अन्त कस्तो लाग्यो एक्सपिरियन्स भन्नु न मिठो छ मिठो छ त्यति पिरो लाने पिरो छ यही पिरो हुन खान्छन् मान्छेले वाइल्ड पिरो भयो त केटी हो तिमीहरू त यस्तो पिरो खान्छौ पछि भोलि पर्सि पेटमा केही हुन्छ सधैँ चाहिँ खानुहुन्न यो करेन्ट चाउचो है आइगो पिरो खाइदियो त्यस्तो पिरो खाइदिन्छ नानी हिजो तरकारी पिरो गरेर पानी पानी कस्तो लाग्यो कस्तो लाग्यो भनिदिउ त मिठो मिठो लाग्यो भाँडा धोए भाँडा धोइदिनु पर्यो भाँडा त ल हुन्छ मानिदियो खान पाएन भाँडा धोइदिनु भनिदिन्छन् के फेरि खाऊ 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 यस्तो पिरो हुने जान्छ त्यो के खाऊ है केटाहरू के खानु त यस्तो पिरो हुन्छ त्यही पनि खा करेन्ट त बहुत खान्छन् यार मुटु जल्छ उही त मेरो के हिउँ जलेर सुन गाइज यो त लास्टै पिरो हुँदो रहेछ आफ्नो स्वास्थ्यको ख्याल आफै राख्नु होला है यो केटीहरूले धेरै करेन्ट चाउचो खायो कि मेरो आँखा अगाडि अनि म पनि खाइदिउँ न अनि आन्द्रा ऊ हुन्छ अरे मम्मी के हुन्छ अरे आन्द्रा आन्द्रामा अल्सर हुन्छ अनि अल्सर हुन्छ अरे खानुहुन्न करेन्ट चाउचो नानी यस्तो पिरो खाइदियो म त्यो मैले यसले धेरै खान सक्दिनँ भनेर मैले यसले धेरै चाहिँ खान सक्दिनँ भनेर निकाल्दै भनेको त खाइसक्यो नि कसले खाने अनि कस्तो रातो ठुलो करेन्ट चाउचो खाएपछि लिपस्टिकै ल्याउनु पर्दैन रहेछ हेर त मेरो त लिपस्टिकै लगाइसक्यो मजा त आउँछ रहेछ करेन्ट चाउचो खाएर पेट भऱ्यो है लाग्यो बेला कसले बोलेन मेरो आँखामा आँसु आइहाल्छन् है तर पिरो पनि वार हुँदो रहेछ लाग्यो हुन्छ रुगा हटाउँछु भाइ कति धेरै मैले खाइरहेँ पसिना आइगयो यो पिरोले मम्मी हेर्नु त यहाँ पसिनै आइगयो यस्तो पिरो हुन्छ हेर्नु गाइस मैले नाटक साटक गरेको होइन नाटक मैले के गरेको होइन पिरो चाहिँ वाइल्ड हुन्छ पिरो सिरो खान नसक्ने मान्छेले कृपया नखाइदिनु होला आफ्नो पेटलाई पनि बहुत असर हुन्छ धेरै केटीहरूले खान लाग्यो करेन्ट 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 नबोल्नु न भिडियो बनाइरहेको बेला कट्टी कट्टी चाउचो लास्टै पिरो हुँदो रहेछ अनि प्लस स्पाइसी अनि प्लस हल्का टेस्टी अनि हल्का अनि टाइम स्पेन्ड आफ्नो फ्रेन्डहरूसँग हुँदो रहेछ तर जाडो महिनामा खाएपछि पसिना तरतर्ती आउँछ हेर्नु मेरो त आइसक्यो अब त्यही हो करेन्ट चाउचो अब धेरै पनि नखानु होला इट इज भेरी डेन्जर है यो भेरी डेन्जर हो यसले जे पनि हुनसक्छ करेन्ट चाउचो हजुरहरूले धेरै नखानु होला हस् त धन्यवाद हजुरहरूले मेरो ब्लग यहाँसम्म हेरिदिनु होला कृपया एउटा सब्सक्राइब पनि हानेर जानु होला आउँदो दिनमा म योभन्दा पनि बबाल लिएर आउँछु